दुई पार्ट आइसक्यो। यहाँनिर चाहिँ यस्तो छ, मलाई जस्तो लागिरहेछ हामी आखिरी पोलमा पुगिसक्यौँ। अनि यो चाहिँ साह्रै झुलुङ झुलुङ हल्लिँदैछ। म भागेँ कि मलाई डर लागिरहेछ, किनकि यहाँ तपाईँले अरूको पार्टमा पनि भनिरहेको थिएँ यहाँ वरिपरि हल्लिन्छ। अनि हेर्नु म हिँडेर झन् यस्तो हल्लिरहेछ, मलाई त डर लाग्न थालेको छ। म अलिक छिटो भाग्न चाहन्छु। म जति भाग्छु त्यति नै हल्लिँदैछ। तार छुट्टिन्छ जस्तो गरिरहेछ, मलाई साह्रै डर लागिरहेछ गाइस। त्यही तार छुट्टिँदैन होला, यति डर छ। भरेचोटि गयो भनिन्छ म गएँ त प्लिज। अनि यो बाख्रा पनि जान त बचाउनु सक्दिनँ। हामीलाई यस्तो पुलमा पुगिसक्यौँ। अब अर्को भाग। अब यो चाहिँ हो युट्युबर च्यानल आतिथ्यका। हामी बच्चा छौँ तर भर्खर खोलेको। अब हामी अर्को पार्टमा पुग्नु आँटेका छौँ। यो चाहिँ हुन्छ उता फर्स्ट पार्ट हो। यो चाहिँ योसँग सेकेन्ड पार्ट हुन्छ गाइज। छिटो हिँड्नुपर्छ। मैले तपाईँलाई अर्को भिडियोमा पनि भनेको थिएँ, उता चेन कसले खोलेको छ हेर्नुहोस् त। चेन खोल्ने मान्छे त को बेबो खोलिने हुन्छ। अनि चाहिँ यहाँनिर मान्छेहरू खिचिरहेको छ। यहाँनिर थुप्रै मान्छे घुम्न आएको हुन्छ नि त गाइज। यहाँ अहिले हामी सेकेन्ड पार्टमा आइरहेछौँ। यो चाहिँ हो कालु दादा। अनि यहाँनिर सबसे ठुलोमा आइपुगेको छु। अनि अहिले हामी छौँ सबसे 3 पार्टमा। अब एकछिनमा हामी टिकटक बनाउँदैछ। तपाईँहरूको साथीको हो? हामीले पत्तो लगाएको छौँ। यो चाहिँ उहाँको साथीको हो वा यो अरूको माथिको ढुङ्गाबाट आएको छ। यो तपाईँहरूको भयो भने हामीलाई भन्नु होला, म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। अहिले चाहिँ म यहाँ बसिरहेको छु। मेरो हात खुट्टा ठुर कामिरहेछ। जस मैले आफूलाई सम्हालिरहेको छु। अब म तपाईँहरूलाई के भन्नु, ती डाइरेक्टर यहाँनिर बोकेर ल्याउनु भएको छ बाख्रा। अनि बाख्रामा छ मुनि यो केटा हो कि केटी रहेछ। भयो भने कसको पनि बाख्रा भएन अनि हामी पाल्छौँ। यहाँनिर हुन्छ कालु दादा। अनि हामी चाहिँ अहिले यहाँ छौँ। उता चाहिँ हेर्नु कसले राखेको छ। मैले अघि पनि तपाईँहरूलाई भनिरहेको थिएँ छिटो हिँड्नु पर्यो। खसी पारेको होला नि। खसी गर्नुहुँदैछ भनिरहेछ मेरो भाइले चाहिँ। खसी नै बनाएको होला भनिरहेछु मैले चाहिँ। यहाँ सबै चाहिँ तारहरूले जोडेको हुन्छ गाइस। यहाँदेखि घाम कति मजाले देखिरहेछ। यहाँ कति मजाको छ। अहिले चाहिँ यो गाउँ सहर जस्तो छ। सहर चाहिँ गाउँ, मेरो जस्तो गाउँ। अनि यहाँ हेर्नुहोस् अहिले चाहिँ म अब